हेलो हेलो गुड मर्निङ। म चाहिँ बिहान ट्याक्क 5 बजीतिर उठेको थिएँ। हल्का मेडिटेसनहरू गरेँ है। अनि त्यस पछाडि एउटा स्याउ खाएँ। अब म मर्निङ वाक चल्दै। मैले मर्निङ वाक आउँदाखेरि एउटा यस्तो चिज देखेँ बिहान जुन नदेख्नु पर्ने थियो होइन। बिहान बिहान यस्तो चिज नदेख्नु पर्ने थियो। हेर्दा पनि यस्तो डर लाग्दो टाइपको छ कि होइन। यहाँनिर हेर ए बिरालो मरेछ कि राति गाडीले हान्दैछ। अब यसलाई के गर्ने यार यसलाई। हेर यहाँ बिचरा डर लाग्छ। तपाईँ र म भएर पऱ्यो त तलतिर फालिदिउँ न यसलाई। यो बिच बाटोमा अर्को गाडीले नि कुल्चिन्छ अहिले फेरि। उ त्यो पातहरूले समाएर यसो फालिदिउँ न है। धर्म हुन्छ। धर्म त बचाउन सके भए हुन्थ्यो। मर्न त मर्सेको बिचरा। वन बिरालो रहेछ यो। धेरैचोटि कुल्चिसकेको छ गाडीले। हेर्नु त यो ढाडहरू सब फुटाइसकेको छ। कत्रो बिरालो है बिरालो पनि। उयो एउटा म पात तानिदिन्छु है त। वन बिरालै हो यो वन बिरालो। यहाँ त नत्र यस्तो बिरालो छँदै छैन। उ यता कि यो यता खन्छु म पुर्दिनी हो त हो। बरु फालिदिउँ तलतिर फुत्ता लाएर जेसुकै होस्। ल राम नाम सत्य। ल धन्यवाद हजुरलाई। ओहो यार कस्तो धन्न त्यो मान्छेले गरिदिनु भयो यार है। नत्र म आफै गर्नेवालामा थिएँ। फेरि हेर्दै कस्तो डर लाग्दो थियो क्या। बिरालो पनि भयङ्करवाला रहेछ। वन बिरालो रहेछ यार यतातिर पनि। बिरालो पनि लास्टै ठुलो। हेर्दै यस्तो डर लाग्दै थियो कि अब त्यो राति सपनामा आउने हो कि नआइज है भाइ। राति सपनातिर चाहिँ नआइज है। हुन त अब यो बिहान देखा भएर अब बिहानदेखि बेलुकासम्म के चिज देखिन्छ के त्यही आउला र। जुन चिज माइन्डले पुरा क्याप्चर गरिसक्यो त्यही चिज आउने हो नि त। राति यस्तो सपनातिर जे सम्झेको छ उधर उधर है। ओहो मेरो पछाडि फेरि एउटा कुकुर लागिसक्यो होइन। त्यो चाहिँ वहीँ चोककै कुकुर हो क्या। अब पछि पछि आइरहेछ लुसु 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 पछि आइरहेको मैले देख्छ कि भन्यो अरे। मैले देखेँ पछाडि चरक्क रोकिन्छ। नत्र खुरु 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 आइरहेछ। ऊ आइरहेको होइन। आइरहेको नि त्यो। अब म हेरौँ सरक्क रोकिन्छ। रोकिसक्यो। ओ त घर जा त कानमुनि। घर गइहाल भाइ त। जा 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 यता नआइज है। आइस भने पिटा खान्छस्। हेर मैले त यस्तो दौडेर आइरहेको हुन्छ कि मैले नहेर्दाखेरि मलाई देख्नु साथै रोकिहाल्यो। लुसु 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 आइरहेछ। अब म हिँडौँ। आइहाल्यो म रोक्यो। रोकिसक्यो। ओ त घर जा त। घर जा भाइ घर जा। यसको कोही छ के यता। यहाँ कोही न कोही मन परेको यसलाई यसको छ। त्यही भएर त यो बिहान बिहान यहाँसम्म आइपुग्छ। न त त्यसै आउँछ यो कि त्यसै आउँछ। यसको छ न कोही यहाँ। यता छ लुसु 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 आइरह। म रोकिएको हेर न त्यहाँ कति स्याल कि कति स्याल। कुकुर भने त स्याल परेछ यार। कति स्याल के। मैले अब म हिँडेँ नि आइरह होइन। अब म रोक्यो। रोकिसक्यो अब। लुसु लुसु लुसु। तँलाई त भाइ तँलाई त यहाँ एउटा कुरा देखाउँछु कि यहाँ हेरौँ कि यहाँ हेर यहाँ फोहोर। हेर यहाँ हेरौँ फोहोर। जहाँ पनि फोहोर गर्ने कि नेपालीहरू त जहाँ पनि फोहोर गर्ने कि सफा गर्न सक्दैन भने फोहोर पनि नगर के। बुझेनौ। प्लास्टिक टिप्न लाज लाग्छ होइन। त्यही आफ्नो एटिट्युडले मान्दैन चाहिँ यस्तो काम पनि हामीले गर्ने हो भन्ने लाग्छ भने होइन। त्यो फोहोर पनि नगरौँ के। राम मेरो मद्रासी मुभी सुटिङ गर्नेको वारीबाट त्यो पारी छिर्छ त यार बाइकमा स्वाट लाएर है। त्यस्तै पो छ त यार। कति लामो गाडी हो।
होइन मलाई कुकुरले त मलाई हगे पछाडि ऊ कसो खोस्रेर पुर्या जस्तो गर्छ कुकुर बिरालोले त होइन। हामी चाहिँ यार फोहोर गरिदिने होइन, हे जा अब फाल्दैन भन्यो फालिदिएछ। विदेशमा गएर चाहिँ त्यही टोयलेट्स पनि सफा हान्न हुने, आफ्नो देश चाहिँ खतम बनाउने एउटा फोहोर गरेर जहाँ हेऱ्यो त्यहीँ फोहोर हुन्छ कि, जहाँ हेऱ्यो त्यहीँ फोहोर के, कति इरिटेट हुन्छ होला के। अनि सफा चाहिँ कहिल्यै गर्ने होइन कि, फेरि आफ्नो देश चाहिँ यहाँ खतम बनाउने होइन, अनि विदेशमा गएर चाहिँ मस्त जे पऱ्यो त्यही गर्ने, टोयलेट सफा गर्ने, दुनियाँ जीवनमा जे पनि गर्ने। अनि आफ्नो देशमा चाहिँ एउटा खाएको प्लास्टिक पनि डस्टबिनमा हाल्न हुँदैन, बाहिरै फाल्नुपर्छ होइन। फाल्ने ठाउँ छैन भने खल्तीमा हालेर लिएर जाउँ, ठाउँमा फालौँ न। सफा गर्न नसकेपछि त फोहोर पनि त गर्नु भएन नि, यो कसले सफा गर्छ त? यो न त्यो सरकारले बजेट कहिले छुट्याउने, गाउँ गाउँ चाहिँ सफा कहिले गर्ने? बजारतिर त सहर व्यवस्थापन भन्यो, सरसफाइ भन्यो, दुनियाँ दिवाना ब्यानर स्यानर लिएर निस्किरहेका हुन्छन्। भले डेली सफा नगरे, विकली सफा नगरे पनि वर्षमा 1-2 चोटि त सफा गरेकै हुन्छन्, त्यो नाटक गर्नलाई पनि होइन। कता कताको बजेट खानलाई यसो एउटा ड्रेस स्रेस लायो अनि गऱ्यो, झाडु बोक्यो, हिँड्यो, फोहोर टिप्या जस्तो नाटक गऱ्यो, फोहोर टिप्यो होइन। ल त्यहाँ बजारतिर त त्यस्तो हुन्छ। गाउँ गाउँको डाँडा डाँडा कस्तो कस्तो घुम्न जाने दामी ठाउँहरू कति फोहोर गरे हुन्छ के होइन। ए मसँग त यो लुसु 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 यो 2 किलोमिटर त आइसक्यो मसँग होइन। अब यो त म जहाँ गएँ त्यहीँ जान्छु, यसलाई त छोड्नु भएन, अब यसले मलाई पनि छोड्दैन, मैले यसलाई छोड्नु नि भएन। अब यसलाई त कस्तो गाह्रो गरायो यसले। अहिले अब यहाँ अरूसँग जुझ्न थाल्यो भने, यसलाई अरूले एट्याक गर्यो भने मलाई यसको माया लाग्छ होइन। अनि यो मपट्टि आइहाल्छ, अनि मलाई त मालिक सोचेर मपट्टि आइहाल्छ है। अनि यसको मलाई माया लाग्छ, न म तिनीहरूसँग जुझ्न जानु, यसले मलाई के सोच्यो है। मौरी लिन जाने रे भन्यो अरे, आउनु भएको थियो यहीँ तलको। अमृत उठ्या होइन, फोन गर भन्थ्यो, मैले फोन गरेँ नि बिर्सिछु। कुकुरलाई बाँधेर राखेछ ए, नत्र यिनीहरू त जुत्न आइहाल्थ्यो होला। त्यो कहाँ सुत्छ अमृत, तल कि यहीँ हो? ए ल यसलाई भोलिदेखि फोन गर्नु पर्ला। ए आइज, यो पनि मेरै भरमा आइरहेछ। तँलाई अलिक फोहोर छ के, मलाई पख्न अलिकति सफा ठाउँमा दिउँ न। खै के छ भाइ, खाइस् नि, ठिक छ नि अहिले? अलि आनन्द भयो नि तँलाई होइन त? अलि आनन्द भयो। अब त घाँस खाए त हो नि मलाई। ल आइज, जाउँ भाइ, जाने भाइ आइज। ए आमा के गर्ने बेला छ? आमा खोइ त, अङ्कलहरू कता हो? यो के रे, यो हर्रो बर्रो के रे? ए अमारो, यो त औषधि हो नि है? औषधि के हो मलाई थाहा छैन। यो 2टा म लिएर जान्छु। गुलियो हुन्छ, अहिले त टर्रो हुन्छ होला, अमिलो। अल्छी बोलाइदिनु, कुन चाहिँको हो? नथी छेड्ने तेरै होला है, नथी छेड्ने भने। ए भाइ हजुर मामा, बिहान बिहान मजाले डुल्दै 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 आयो यहाँ बाटोमा, ट्याक कानमुनि झन्नै लड्यो है। अम्बाको बोट देख्यो, अम्बा टिप्यो, हान्यो। यहाँ रहेछ नि त अम्बा। यहाँ चाहिँ फेरि एउटा कानमुनि। भाइ के घाँस खाइरहेको छ यार? तँलाई बिस्कुट पनि दिया त हल्का त ओ जाउँ। मजाले घामतिर बस्दैछु म चाहिँ, नुहाइधुवाइ सलक्क सकेर मजाले पानी सानी खाएर मजाले घाममा बस्दैछु। साग ओइलाए जस्तो ओइलायो है।